नमस्कार सम्पूर्ण साथीहरूलाई टेकबहादुर गुरुङ युट्युब च्यानलमा स्वागत छ। धेरैभन्दा धेरै सम्पूर्ण साथीहरूलाई म चाहिँ काठमाडौँ जानु पर्यो भनेको गाइजहरू गाडी नि पाइएन। 3 दिन भइसक्यो आज जानु भनेको चाहिँ। आज नै एउटा गाडीले लिन आउँछु भनेर धोका दियो गाइजहरू सुमोले। त्यही हुनाले अब कसैलाई नि यस्तो धोका चाहिँ नहोस्। मलाई जे जस्तो भयो नि मलाई चाहिँ सुमोले धोका दियो गाइजहरू। म चाहिँ त्यही भएर बसमा जानु पर्यो भनेर भोलिको टिकटको लागि जाँदैछु। अब बसको टिकटमा नि के कस्तो छ थाहा छैन। सबै बुकिङ भइसक्यो कि बा यो दसैँ तिहार भन्दा नि खतरा भयो गाइजहरू। मलाई नि थाहा छैन के कस्तो छ। बसको टिकट काट्नु पर्यो भनेर हिँड्दैछु है गाइजहरू। म चाहिँ सुमोले चाहिँ लास्टै धोका दियो। यस्तो गरेर धोका चाहिँ कहिले दिएको थिइनँ। साफसाफ चाहिँ यस्तरी चाहिँ कहिले पनि लागेको थिइनँ। अस्तिको दिन आइतबारदेखिको आइतबारबाट सोमबार, सोमबारबाट मङ्गलबारबाट बुधबार, बिहिबार पुग्ने रहेछ गाइजहरू सुमोले। हरिन्द्र दाइ लास्टै सजिलो हुनुहुन्थ्यो। ऊ चाहिँ उता पोखरातिर जानुभएको रहेछ घुम्नु। अरू गाडीले पत्याएन गाइजहरू मलाई। अब के गर्नु, दुःख पाउनु परेको। हिँड्दैछु ओखलढुङ्गा सदरमुकाम पुग्नुपर्छ फेरि टिकट काट्नु नि मिलनचोकमा। हाम्रो छेउछाउ छैन गाइजहरू। कुद्दैछु 1 घन्टा आदि 2 घन्टा जति लाग्छ पुग्नलाई। हिँड्दैछु है गाइजहरू। दिन पनि धुमिरहेछ। अब फेरि 14-15 गतेबाट फेरि नेपाल बन्द भनेर भन्छ फेसबुकमा। यो जसरी नि हामीलाई मार्का पार्नु परेको, यसो गर्यो उसो गर्यो। दुर्गा पर्सैले आन्दोलन गर्नु लागेको अरे, अब बन्द गर्नु लागेको अरे। जसरी नि हामीलाई दुःख पाउनु परेको के गर्नु। यसो गर्यो उसो गर्यो जनतालाई दुःख। अब जस्तो नेता जुन नेतालाई भोट हाल्यो नि के काम लागेर गाइजहरू। उही स्वार्थी भोट नपाउन्जेलसम्म पछि हिँड्छ, मै गर्छ, नमस्कार गर्छ। भोट दिएपछि यस्तै निष्ठुरी त हो। त्यही भएर काम छैन गाइजहरू। भोटहरू अब नहाले नि हुन्छ, काम छैन भोटको। अब भोट हालेर काम छैन है गाइजहरू। जब नेताहरूलाई जति जितायो नि जति जे गरे नि यस्तै रहेछ। त्यही भएर म त भोट पनि हाल्दिनँ, हालेको पनि छैन। अब हाल्दा नि हाल्दिनँ। जुनसुकै नेता होस्, एमाले होस् या माओवादी होस् या स्वतन्त्र होस् या काङ्ग्रेस होस्, काम छैन भोट हालेर। यी जनताहरूलाई दुःख नपाइ भएको छैन। एउटा जब सुमो गाडी पाउँदैन, अरू त परै जाओस्, आफ्नै पैसा तिरेर जानु नि यस्तो गाह्रो छ। खुट्टाले नहिँडी हुँदैन। त्यसैले म चाहिँ हिँड्दैछु गाइजहरू, भ्लग बनाउँदैछु। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब धेरैभन्दा धेरै सब्सक्राइब गरिदिनु होला है। टेकबहादुर गुरुङ युट्युब च्यानलमा गएर सम्पूर्ण साथीहरूले माया गरिदिनु होला। म फेरि पनि भन्न चाहन्छु, भोट चाहिँ कसैलाई नि नहाल्नु होला, बरु कुहाएर राख्नु।